नयाँ शक्ति भनेको राज संस्था नै हुनसक्छ। जनताहरूलाई छोडिदिनु पर्छ, जनताले डिसाइड गर्नुहोस्, त्यो हुनसक्छ। विकल्प भनेको अब त्यसको जनतालाई भने जनमत छ र जनमतै पनि म कोहीले जनमतको कुरा गरेको छ, जनमतसँगै हुनुपर्छ भन्ने सबैले मानेको छैन। जनमत सङ्ग्रह भन्ने चाहिँ नि एउटा प्रजातान्त्रिक अभ्यास हो, तर त्यही नै हाम्रो देशलाई उपयुक्त हुन्छ हुन्न त्यो अझ पनि हामीले विचार गर्नुपर्छ। त्यो आयोगले जे जस्तो सत्य तथ्य जे निकालेको थियो त्यो टाइममा त्यही नै रिपोर्टै मैले तत्कालीन सरकारलाई बुझाएको पनि हुँ। उहाँकै अगाडि मैले त्यो रिपोर्ट लिएको, त्यही नै मैले सार्वजनिक रूपमा जनताको सामु राख्नु भनेर हाम्रो आर्कियोलोजिकल डिपार्टमेन्ट आर्काइभ्समा दिएको के अरे आर्काइभ्समा दिइसकेको छु त्यहाँ। त्यसैले त्यसमा कुनै हाम्रो भूमिका छ भन्ने त्यो बिल्कुल झुट हो र